हे गाइज वेलकम ब्याक टु द नेपाल नेक्स्ट अफिसियल युट्युब च्यानल। आजको भिडियोमा चाहिँ हामी अर्को ह्याकाथनको बारेमा डिस्कस गर्न गइरहेको छौँ, जुन चाहिँ बिल्ड नेपाल ह्याकाथन भनेर नाम राखिएको हो। यो ह्याकाथनको जुन ह्याकाथन चाहिँ मिड भ्याली इन्टरनेसनल कलेजबाट अर्गनाइज हुन गइरहेको छ। मेन भनेको बिल्ड टुडे ट्रान्सफर्म टुमोरो भनेर यो ह्याकाथन अर्गनाइज हुन गइरहेको छ। र यो ह्याकाथन भनेको 2 डेज ह्याकाथन हो, जसमा चाहिँ टोटल क्यास प्राइस 75,000 रहेको छ भने रेजिस्ट्रेसन फी पर टिम 1000 रहेछ र मिनिमम 2 मेम्बर र म्याक्सिमम 4 मेम्बर्स पर टिम यसमा ह्याकाथनमा रहेको छ। र यसको इभेन्ट डेट हाम्रो 1 र 2 अगस्तको रहेको छ र रेजिस्ट्रेसन डेट हाम्रो 17 जुलाई टु 25 जुलाई 2026 सम्म रहेको छ। र यसको लोकेसन चाहिँ हाम्रो मिड भ्याली इन्टरनेसनल कलेज ज्ञानेश्वरमा रहेको छ र अर्गनाइजर पनि मिड भ्याली इन्टरनेसनल कलेज नै हो। र टोटल कस्ट पर टिम चाहिँ हाम्रो 1000 रुपिस रहेको छ र विनर प्राइज चाहिँ 75,000 रहेको छ। र हाम्रो डे 1 मा चाहिँ के हुनेछ भने 8:30 टु 9:30 AM सम्म रेजिस्ट्रेसन हुनेछ र 10 AM देखि लिएर 7 PM सम्म हाम्रो ह्याकाथन स्टार्ट हुनेछ। र डे 2 मा हाम्रो चाहिँ 10 AM देखि लिएर 7 PM सम्म ह्याकाथन हुनेछ र 3 PM मा हाम्रो सबमिसन हुनेछ र 3 PM टु 7 PM मा हाम्रो पिचिङ र क्लोजिङ एन्ड प्राइज डिस्ट्रिब्युसन रहेको छ हाम्रो सेकेन्ड डेमा। यो इभेन्टमा चाहिँ के हो भने बिल्ड टुडे ट्रान्सफर टुमोरो भनेर यो इभेन्टको नाम राखिएको हो। यो इभेन्टको अर्गनाइजर चाहिँ मिड भ्याली इन्टरनेसनल कलेज रहेछ। यसमा मेनली भन्नाले के हो भने स्टुडेन्ट, डेभलपर, डिजाइनर र इन्जिनियर एन्ड इनोभेटर्स एज बिट्विन 16 टु 24 लाई एक ठाउँमा ल्याएर होइन कि एउटा हुन्छ नि इनोभेसन, नयाँ कुरा भोलिको लागि राम्रो होस् नेपालमा होइन, मेन त्यो फोकस गरेर चाहिँ त्यो प्रोजेक्टहरूमा फोकस गरेर यो ह्याकाथन गराउन लागेको हो। मेनली भनेको यसमा चाहिँ AI, ML, IoT, रोबोटिक्स र साइबर सिक्युरिटी, इम्बार्ड सिस्टम, AR, VR, GIS, ब्लकचेन, क्लाउड कम्प्युटिङ र डाटा साइन्स र हार्डवेयर एन्ड अदर इमर्जेन्स टेक्नोलोजीहरूको युज गरेर चाहिँ हामीलाई त्यो इम्प्याक्टफुल एउटा प्लेटफर्म बनाउनु पर्यो क्या। अनि डेट हाम्रो 1 टु 2 अगस्त भइ नै हाल्यो। लोकेसन र प्राइस पुलको कुरा गरिसक्यौँ, हामी रेजिस्ट्रेसनको पनि कुरा गरिसक्यौँ। यसमा चाहिँ हाम्रो के छ भने वाट यु विल बिल्ड भन्ने छ। मिनिमम भ्यालुएबल प्रोडक्ट एउटा बनाउनु पर्यो होइन, वर्किङ MVP बनाउनु पर्यो, पब्लिक गिटअप रिपोजिटरी हाम्रो फाइल चाहिँ गिटअपमा हुनु पर्यो, 3 टु 5 मिनट एउटा युट्युब डेमो भिडियो हुनु पर्यो र अर्को डे पोस्ट प्रोजेक्ट सबमिसन हुनु पर्यो, लाइभ प्रेजेन्टेसन टु द जजिङ प्यानल। हाम्रो 4 मिनटको टाइम हुन्छ जसमा चाहिँ हाम्रो लाइभ प्रेजेन्टेसन हुनु पर्यो। हजुरहरूले यसमा पार्टिसिपेट गर्नु भइरहेको छ र प्रेजेन्टेसनमा पिचिङ गर्न गाह्रो भइरहेछ भने तपाईँ मेरो वाट्सएप च्यानल जोइन गरेर मलाई म्यासेज गर्नु होला पर्सनली। म तपाईँहरूलाई त्यसमा हेल्प गरिदिन्छु, किनकि म स्पेसली ह्याकाथन जितेको मान्छे हो होइन। भर्खरै हामी 2026 मा ह्याकाथन विन गरेको हो। त्यही भएर तपाईँहरूलाई केही बुझ्नमा गाह्रो भयो भने मलाई पर्सनली म्यासेज गर्नु होला, म चाहिँ तपाईँहरूलाई हेल्प गर्नेछु है। अनि च्यालेन्जेस एरियाहरू हाम्रो के रहेछ भने एजुकेसन एन्ड लर्निङ, स्मार्ट एग्रिकल्चर, स्मार्ट सिटिज, टुरिज्म एन्ड हेरिटेज, डिजिटल इकोनोमिक्स र साइबर सिक्युरिटीमा मेन हाम्रो फोकस र च्यालेन्जेस एरियाहरू भनेको यो। र वाइ पार्टिसिपेट, किनकि हामीलाई 75,000 जित्नु छ, अर्को रियल वर्ल्ड प्रोजेक्टसम्म काम गर्नु छ, हाम्रो एउटा हुन्छ नि एउटा प्रोफाइल बनाउनु छ, आफ्नो इन्डस्ट्री प्रोफेसनलसँग हाम्रो मेन्टरसिप लिनु छ र हाम्रो इम्प्याक्टफुल भन्नाले प्रब्लमहरूलाई सोल्युसन गरेर हामी अगाडि बढ्नेछौँ। र लन्च, टी र स्न्याक्स हामीलाई चाहिँ फ्री हुनेछ र सर्टिफिकेट र नेसनल रिकग्नाइजेसन चाहिँ हामीलाई जित्यो भने यो सब हामीहरूले पाउन सक्छौँ कि योहरूले चाहिँ तपाईँहरूलाई पछि गएर धेरै हेल्प गर्छ कि। जस्तै इन्टर्नसिपहरूमा, प्लेसमेन्टहरूमा चाहिँ योहरू हेऱ्यो भने तपाईँहरूलाई हुन्छ नि छिटै काम पाउन सकिन्छ क्या। अनि अर्को भनेको इन्भेटर्स, डेभलपर, डिजाइनरसँग हाम्रो के हुन्छ भने मेन्टरसिप र नेटवर्किङ हाम्रो मेन बन्छ कि सबैसँग होइन। नेटवर्किङ भनेपछि एब्सोल्युटली यु विल गेट मोर पिपल टु इन्ट्याक्ट एन्ड टिम एउटा बन्छ कि, ठुलो टिम बन्छ, जसले गर्दा उहाँहरूको इभेन्टहरूमा जान इजी हुन्छ, उहाँहरूसँग हेल्प लिन इजी हुन्छ कुनै कुरामा होइन।
र यति भन्दै अब यो चाहिँ हाम्रो मिड भ्याली इन्टरनेसनल कलेजबाट अर्गनाइज हुँदैछ बिल्ड टुडे ट्रान्सफर टुमोरो भनेर। र यहाँबाट तपाईँहरूले रेजिस्ट्रेसन गर्न सक्नुहुन्छ। रेजिस्टरमा क्लिक गरेर रेजिस्ट्रेसन धेरै नै इजी छ, त्यही भएर म रेजिस्ट्रेसन पार्टमा गएन। आजको भिडियोमा यति नै भन्न चाहन्छु। तपाईँहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक, सब्सक्राइब र मेरो वाट्सएप च्यानललाई जोइन गर्नुहोला र मेरो यो युट्युब च्यानललाई सब्सक्राइब गरेर एउटा कमेन्ट गर्नुहोला कि अर्को भिडियो चाहिँ केमा बनाऊँ, किनकि मेरो युट्युब च्यानलमा चाहिँ अपकमिङ इभेन्ट्स, स्कलरसिप प्लस इन्डियन स्टुडेन्ट, पाकिस्तानी स्टुडेन्ट र बङ्गलादेशको स्टुडेन्टहरूको लागि पनि स्कलरसिपहरूको भिडियो म राख्ने गर्छु। त्यही भएर तपाईँ चाहिँ गएर मेरो सबै भिडियो वाच गरिदिनु होला, जसले गर्दा तपाईँहरूलाई पनि हेल्प हुनेछ। सो यति भन्दै थ्याङ्क यू गाइज, लाइक एन्ड सब्सक्राइब।